सम्पूर्णमा नमस्कार। यो गर्मीको बुटोल बसाइमा एक मायालु बहिनीले चिनो स्वरूप दिएको सानो उपहारले मेरो मन गहिरोसँग छोयो। त्यो उपहारको मूल्य बजारले होइन, त्यसमा मिसिएको निस्वार्थ माया, सम्मान र अपनत्वले निर्धारण गरेको थियो। साँच्चै म भावुक बने। अपरिचित ठाउँमा पनि मलाई सम्झने, सम्मान गर्ने र आफ्नै मान्ने मनहरू रहेछन् भन्ने अनुभूतिले हृदय गर्वले भरियो। जीवनमा धन सम्पत्ति भन्दा पनि यस्ता आत्मीयता सम्बन्धहरू नै सबैभन्दा बहुमूल्य सम्पत्ति रहेछन् भन्ने महसुस भयो। बहिनी, तपाईँले दिएको यो मायाको चिनो केवल एउटा उपहार होइन, यो त जीवनभर हृदयमा सुरक्षित रहने एउटा सुन्दर सम्झना हो। तपाईँप्रतिको यो आत्मीयता र स्नेहलाई म सधैँ सम्मानका साथ सम्झिरहनेछु। हृदयदेखि नै धन्यवाद। ईश्वरले तपाईँको जीवन सधैँ मुस्कान, माया, सफलता र खुसीले भरियोस्। यस्ता सुन्दर सम्बन्धहरूको सुगन्ध सधैँ जीवनभर फैलियोस्। कहिलेकाहीँ सानो उपहारले पनि मनभित्र ठुलो संसार उज्यालो बनाइदिँदो रहेछ। त्यसको लागि म धेरै धेरै आभार व्यक्त गर्दछु। भगवानले सुख शान्ति दिउन्।